नमस्ते जो लापा दाजुभाइहरू दिदीबहिनीहरू हेर्नुहोस् ल राजा सवारी हुन लागेको छ है। राजा सवारी हुँदाखेरि अब हामी जनताहरूले के गर्नुपर्छ, झगडा जिगर गर्ने होइन, तर हामीहरू चाहिँ नि यो पालि चाहिँ नि हिँडेर नजाने है दाजुभाइहरू, हिँडेर नजाने, हेलमेट लगाएर टन्न गरेर जाने मान्छेहरू, एउटा बाइकमा दुई दुईजना बसेर जाने, सबै एउटै साथ भएर, कसैले लठाउन आउँछ कसैले पछाड्न आउँछ भने पनि सबै साथ भएर बस्ने, झगडा जिगर नगर्ने। अनि यो गुन्डाहरूले आएर हामीलाई पिट्न आउला, तर हेलमेट लगायो भने दौडाउनु पर्दैन। अनि हामीले चाहिँ नि के गर्नुपर्छ भने झगडा नगर्ने, पर तिनीहरूले आएर के गर्न आयो भने चाहिँ नि हामीले चाहिँ नि सेल्फ डिफेन्स गर्न पाउँछ है दाजुभाइहरू। बाइक हेलमेट छ भने दौडाउनु पर्दैन होइन। अनि यही हो, यिनीहरूले न्यु खोज्न आइहाल्छ, न्यु खोज्न दिनु। हामीहरू चाहिँ नि पिसफुल भएर कसैलाई पिट्ने नपिट्ने, बरु पिट्नेहरूलाई चाहिँ नि लखाट्नुपर्छ सबै मिलेर है। यिनीहरूलाई देखाउनु पर्छ कि हामी नेपालीहरू एउटै भएपछि कोही मुलाहरूले सुन्न सक्दैन भनेर। वीर गोर्खालीको छ नि, भागेर जानुभन्दा मरेर जानु देशको लागि छ भनेर भन्छ नि, त्यही हो। त्यही कारणले अब मलाई त आउनु मन लाग्छ, के गर्ने है, म त विदेशमा छु, तेरीमा मलाई त गाली दिन्छ होला, के गर्ने अब त्यही हो। त्यहाँ भएको बेलामा त गएको थिएँ, अब यहाँ फेरि आइसक्यो, काम गर्नुपर्छ, के गर्ने, पैसा कमाउनु पर्यो। नेपाल जय नेपाल।